यमरी पुन्ने अनि मैले सम्झेँ मेरो नेवार साथीहरूलाई। मलाई 2 जना नेवार साथीहरूले चाहिँ एकदमै सम्झिरहन्थे यो यमरी पुन्नेको दिन अनि उनीहरूले मलाई यमरी पनि बनाएर ल्याइदिन्थे। मलाई अझै पनि याद छ एउटा मेरो साथीको माइजूले चाहिँ मलाई खुवाको यमरी खुवाउनु भएको थियो जुन मैले आजसम्म पनि बिर्सिन सकेको छैन। एकदमै मिठो थियो। हिजो मैले खुवा बनाएको हुनाले मैले चाहिँ त्यसलाई नै फिलिङ युज गर्छु भनेर खुवा रेडी गरेँ। मैले चाहिँ नरिवल, भुटेको तिल, थोरै घिउ हालेर यमरीको फिलिङ रेडी गरेँ। मुसेर राखेको चामलको पिठोलाई चाहिँ मैले बिस्तारै यमरीको आकार दिएँ। यमरीको सेप बनाउनलाई चाहिँ मलाई मोमोको सेप बनाउन भन्दा पनि एकदमै गाह्रो लागिरहेको थियो। तर बिस्तारै गर्दै गएपछि चाहिँ यमरीको सेप पनि राम्रो हुँदै जाने रहेछ र रमाइलो पनि लाग्ने रहेछ। बनाउन समय लागे पनि मैले बिस्तारै गरेर यमरीहरू रेडी गरेँ। त्यसपछि स्टिमरमा हालेर चाहिँ त्यसलाई 10 to 15 मिनेटसम्म पकाएँ अनि लास्टमा यस्तो देखिएको थियो। मिठो भयो।